औ टाउकोमा ट्वाक्कै कले मुमाले 84 यस्तो हुन्छ कि हुँदैन 84 वर्षसम्म पुग्नु 84 वर्ष त पुग्नु नि पर्यो नि त यो फुल गराउनु भछ है पण्डित बाजेले त अभी मजा आएगा ना भिड़ो आज 84 पूजामा है तस्य 84 यस्तो हुन्छ कि हुँदैन 84 वर्षसम्म पुग्नु 84 वर्ष त पुग्नु नि पर्यो नि त मान्छेहरु चाहिँ राशि हामीलाई पढाउने सर देख्यौ दोस्त हामीलाई पढाउने सर लाएर हेर्नु भएको छ है सारिङलाई हेत्तेरिका भएन हेत्तेरिका औ टाउकोमा ट्वाक्कै कले मुमाले फाइनली पैसा र मान्छे जोख्ने ल है मान्छेले जित्छ कि पैसाले जित्छ है सालिङ दोस्त यहाँ हामी अहिले आले गरेर छौँ है जोख्न लाग्यो मान्छे बाजेर पैसा जोख्ने अब ओ कुटुम्ब रसी सपना पठाउनु ओ पुसाई मान्छे र पैसा जोखिम लाग्यो चुडामुडी आले बाजेको 84 पूजा ला पैसा फुत्के है झर्यो पैसा सिक्का त्यतिकै युज गरेर बोरा फुटेको हो कि हो र कुटुम्बलाई दुःख भएछ है
बाजे उठिसकेको थियो फेरि बसिसकेन हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे हरे एक बार चतुरासी महाव्रतको वैदिक सनातन धर्मको हाम्रा 84 करता चुरामणि हालेज्यू अब तुलाबाट झर्नको लागि आत्तिनु भएको छ होला सोध्नु त बाबालाई के भन्नुहुन्छ कति बेर बस्नु मन छ रङ्ग लाग्छ कि कति बेर बस्ने हो अझै बसौँ लाग्छ होला होइन हो एक बार बोलो एक बार बोलो सहस्र चन्द्र दर्शनको स्वस्थानी परमेश्वरी माताको विघ्नहर्ता गणेशीको घरका कुलदेवताको स्वर्गवासी पितृगणहरूको वैदिक सनातन धर्मको यस पवित्र पुण्यभूमिको जय हर 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 महादेव तुलामा धेरै बेर बस्न पाइँदैन एउटा गाई दुहुने समय मानसारेक दुहुनु भने बाबाले सोध्नु त उहाँले गाई दुहेर मानसारेक दुहुनु भयो ल अब ल सबैले ताली बजाइदिनु एकपटक तुलादान भनेको यही हो हामीले यसरी तुलादान गरियो भने धर्मशास्त्रको भनाइ अनुसार है मेरो भनाइ होइन धर्मशास्त्रको भनाइ अनुसार हाम्रो चाहिँ नि यस लोकमा सुखमुक्ति र परलोकमा हामीले यो घर भनेको हाम्रो चाहिँ नि डेरा हो यो कुनै दिन हामीले छोडेर जाने हो हामी जाँदाखेरि साक्षात वैकुण्ठमा जान पाइन्छ भन्ने यस उहाँका छोराले बाबालाई बिस्तारै तुलाबाट निकाल्नु पर्यो पहिला त्यो तल लगाउनु न ल जसरी मिल्छ निकाल्नुहोस् एकछिन बस्नु क्या होइन यतातिर उस गर्नु फेरि त झ्वाक गर्नु होला फरक होला यो ल बाबालाई निकालेपछि बोक्नुहोस् बोकेर घुमाउनु पर्यो एकपटक एक दिनको परिक्रमा स्वाहा भयो दुईटा कुटुम्ब भएन ल बाबालाई बोकेर घुमाएर ल्याएर राख्नुहोस् ए सक्छन् त दाहिने तुलालाई पनि घुमाउनु ओम हरि ओम सोम सहस्र श्रीरेखा पुरुष सहस्राक्ष सहस्रपात सभूमिगो सर्वतस्थ पृत त्यतिष्ठ दशाङ्गुलम् पुरुष यवेदगो सर्वं निर्भूतं यच्चभाव्यम् उतामृततो शीर्षानो जजन्येन तिरोहति हरि एकैपटक हरि ओम तत्सत् नारायण श्रीकृष्णार्पणमस्तु पिताजीको आशीर्वाद दिनुहोस् हामीहरूलाई भन्नु छोरा पिताजीको हामीहरूलाई आशीर्वाद दिनुहोस् भन्नुहोस् 80 वेद वर्षे नारायणम देवरूपिणीम लेखेको छ 80 भनेको 80 सबै भक्तहरू श्रद्धालु भक्तजनहरू हुनुहुन्छ 80 भनेको 80 वेद भनेको 4 नारायणम नर भनेको हामी मानिसहरूले 84 वर्ष प्रवेश गर्दै गर्दा 84 को पूजा गरियो भनेदेखि भगवानको आजसम्म जन्मेर हामीले 1000 चन्द्रमा दर्शनको साङ्गता गरियो यसरी 84 को पूजा गरियो भनेदेखि हामी कुनै पनि नरकमा पर्न पर्दैन भनेर शास्त्रमा बताइएको छ है एक बार वैदिक सनातन धर्मको जय
अहिले आमाको पालो यहाँ ढोक्नलाई त के को 20 चोटि ढोक्दा पनि हो ए आमाको साथमा टैक्यो किला काट्याले पनि भन्नु न पहिले पछि पछि आउँदाखेरि ल बजेको पालो है ल त्यो खुट्टा मालिक गरेको यता फर्काएर के हुँदैन यसो हातमा एउटा फलफुल यसो ऐको जस्तै सिङ्गो नरियल बेलपत्र बेलपत्र जिमो हो त्यसरी छोप्नु सर्वमङ्गलमङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये गौरी नारायणी नमस्ते कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा भवानी सहितमानी त्वमेव माता च पिता त्वमेव बन्धु च सखा त्वमेव विद्या जो हरि ओम नारायण नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयतु ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते सुन्नी पनि हो ओम नमो भगवते वासुदेवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम गम गणपतये नमः ओम गम गणपतये ओम गम गणपतये ओम ऐं ह्रीं क्लीं चामुण्डे विष्णवे नमः ओम ऐं ह्रीं क्लीं चामुण्डे देवी पर्वनाथ हरे आमा बराबर पैसाले त जित्दियो त अवस्था अनुसार चल्नु 100 मानियो ल यो हातमा हात हात म डर लाग्छ डराउनु भएको डर हरि ल यानी कानी चपा पानी यता 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 हरि ओम यानी कानी चपा पानी भेना कान छ भने झ्याउ रहेछ हेर्नु तुलादान पनि सकियो मेरो भ्लग सुरु भयो है ल मेरो भ्लगको धेरै प्रतीक्षामा थिए मान्छेहरू हैन जुवाई ल मेरो यसो भनिदिनु पर्यो के सब्सक्राइब अनि है सबैजनाले ल मास्तिरबाट आयो आउँदै रात परिसक्यो यस्तो मुक्का ताक्दै हिँडेछ नानीले यो फुल गराउनु भएको छ है पण्डित बाजेले त
ल कर्ताजीहरू नजिक आउनु त